क्यानाडा आएको 2 वर्षभन्दा बढी भयो आउट अफ जिटिए पनि नगएको मान्छे 4 घन्टाको फ्लाइट लिएर आउट अफ स्टेट अल्बर्टा जाँदैछु भ्याकेसनको लागि आई एम सो एक्साइटेड फर्स्ट टाइम सेल्फ चेक इन डोमेस्टिक फ्लाइट ब्यागेज सबैले गर्दा अलिकति ओभरवेल्म भएको थिएँ तर सबै चिज सजिलै भयो अनि हामीले सिट पनि चुज गरेको थिएनौँ एक्स्ट्रा पे गर्नुपर्ने भएकोले तर कति लकी दुवैजना सँगै त्यो पनि विन्डो सिट पर्यो फ्लाइटमा होल टाइम वाइफाई एभाइलेबल थियो अनि स्न्याक्स खाँदै सुत्दै बाहिर हेर्दै कति छिटो क्यालगरी पनि पुग्यौँ क्या हामी अनि एयरपोर्टदेखि नै कार रेन्ट गरेर सिधै खाजा खाना गयौँ लास्टै भोक लागेको थियो त्यसपछि हाम्रो क्यानमोरतिरको ड्राइभ सुरु भयो बाटोभरि गीत सुन्दै जिस्काउँदै हाँस्दै हामीहरू क्यानमोर आइपुग्यौँ अनि 3 सिस्टर भ्यू पोइन्ट हेरेर हामीहरू एयरबिएनबीमा चेक इन गऱ्यौँ एकछिन रेस्ट गऱ्यौँ अनि बाटोमा पार्क पास लिएर 20 मिनटको ड्राइभमा ब्याफ नेसनल पार्क पुग्यौँ लेक भर्मिलियन बोर रिभर घुमेर एकछिन डाउनटाउन एक्सप्लोर गऱ्यौँ साँझको बेलामा कति रमाइलो हुने त्यसपछि घर गएर चटपटे पार्टी गऱ्यौँ फर्स्ट डे यति धेरै रमाइलो भयो अझै 4 दिन बाँकी छ भ्याकेसनको